Namaste. Jole. Welcome to our YouTube channel. आज चाहिँ मेरो ग्रेजुएसन र प्राइज दिने हुनुहुन्छ म्यामले है रिजल्ट पनि हो अनि सानो चाहिँ भर्खर उठेको म चाहिँ अघि नै उठेर तरकारी केलाइराखेँ सानो चाहिँ उठेर आफै नाना लगाएर आइसक्यो माथि अब तातो पानी खानुपर्छ अनि चिया खानुपर्छ अनि खाएपछि एकछिन खेल्नुपर्छ अनि खेलेपछि भात खानुपर्छ अनि भात खाएपछि ब्रुस गर्नुपर्छ ब्रुस गरेपछि स्कुल जानुपर्छ अनि लुगा लगाएपछि स्कुल जाने आज चिया भर्खर उठेर मुख धोएर चियाहरू खान लागेको अब भात खानु भयो चियासँग के खाएको छ अनले ओरियो बिस्कुट हेर त झुटो बोल्नु न टाइगर बिस्कुटमा त नहेरिकन ओरियो भनिदिइरहेको छ बेबीको दाँत खोइ दाँत अस्ति भर्खर उखाले है कसले उखालेको छ दाँत तपाईँले उखालेको दुखेन कसले उखालिदिनु भएको छ न तपाईँले उखालिदिनु भएको देख्यो थाहै भएन है मलाई त थाहा भयो तपाईँलाई चाहिँ भएन है मिठो भयो हामी चाहिँ त्यही दिन नानीको आँखा जचाउन हस्पिटल पनि गएको नानीलाई खासमा 3 महिनामा चाहिँ जिल्लामा फलोअप चेक गरेर अनि 6 महिनामा काठमाडौँ बोलाउनु भएको थियो 3 महिना त फागुनमै हो कि नानी सन्चो नभएर बल्ल धेरै दिन बिरामी भयो त्यसपछि नानी फेरि एक्जाम आयो अनि एक्जाम सकेर बल्ल अस्तिबाट एक्जाम सक्यो अनि बल्ल आज चाहिँ नानीलाई चेकअप गराउन लिएर गयौँ अनि त्यसपछि चाहिँ फेरि ग्रेजुएसनको लागि स्कुल गयौँ धन्यवाद गर्न चाहे र त्यसमा हामीले के गरेर प्रयोग गरेका छौँ त भनेर चाहिँ हामीले एउटा बच्चाको पोर्टफोलियो बनाएर चाहिँ आज रिजल्ट preposition, reading, writing, addition, subtraction,
people who help us pass our plans, etc. We also done some activities and we celebrate special days such as Teachers' Day, Colors Day, Children's Day, etc. That makes me grow mentally and physically. Thank you, Krishna ma'am, for making me bloom and grow. I hope your blessing always with me. Thank you so much. New Kibo Boarding School, Nilkanta 3, धादिङबाट म नाम भन पूर्व प्राथमिक तह सफलतापूर्वक सम्पन्न गरी प्राथमिक तह पुग्न सफल भएको छु। आफूले सिकेको ज्ञान अब हजुर त्यो अब यत्रो भइसकेपछि हेर्ने एउटा पानी पानी यता आउनु न म बेबी स्मा आउ ल आउ मिलाएर अब भयो अब गर त बेबी
अब हामी खुट्टा रिजल्ट पनि भएर रिजल्ट र ग्रेजुएसन आज सँगै थियो नानीको रिजल्ट र ग्रेजुएसन प्रोग्राम सकेर हामी घर आइसक्यौँ अब चाहिँ मलाई कति धेरै थकेला थियो एउटा सिक्ने डान्स गरेको नानीले है आज अनि अब हामी के गर्ने हात खुट्टा दिने हस्पिटल हेरेर जाने त एकछिन यतिन्जेलसम्म हेरेर माया गरेर हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू वेलकम बाई